चाहिँ नेक्स्ट डे आज पनि म चाहिँ भ्लगमा आइसकेको छु। आज चाहिँ सबै कुरा रेडी भइसकेको छ, बाँकी सेलरोटी मात्र पोल्न बाँकी छ है। सबै बहिनीहरू पनि सेलरोटीको लागि सबै रेडी गर्दैछ उताभित्र। यहाँ फेरि आज नयाँ माल आइसकेको छ। आज चाहिँ यो वाला है 20 फायरवर्क्स 20वटा छ भित्र 20वटा फायरवर्क्सलाई चाहिँ के अरे 33 सर्ट चाहिँ यो वालामा 63 आँखा देख्न छोडियो कि 63 सर्ट्स होला। यो कोही पड्काउने यो बडकाम्रो मिलाएर मिक्स गरेर पड्काउने कुरो थियो। हिजो चाहिँ 31 सर्ट्स प्लस अलिअलि कचाकचुक पड्काइयो, अझै बाँकी छ। यस भित्र चाहिँ सबैले काम गर्दैछ, म चाहिँ देखाइहाल्छु के गर्दैछ। सबै सामानहरू आज पनि बजारतिर गएर के चाहिने टिकाको सामानहरू मालाहरू सबै लिएर आइसकेको छ। बहिनीहरू के लिएर आएको छ म देखाइहाल्छु है। सामान चाहिँ अब यहाँ लिएर राखिसकेको रहेछ, मालाहरू रहेछ। यहाँ मालाहरू भइहाल्यो, यो थालीहरू के छ न, यतातिर के गर्दैछ भने के भन्नु हमारे सेलरोटी यो पछि ए यो लाउनु यता अन्जना हुनुहुन्छ अनि यता मिसेस बबिता हुनुहुन्छ। बबिताजी शिव सर खालेर किन्ने यो होइन देखाउने होइन 3 दिनटा किट्टी हो के किट्टी खेल्नु पर्ने भइरहेको छ है सेलरोटीलाई दामी ल भन्दैछ। यता यति भइसक्यो, अझै के आइटम बनियो बाँकी नै छ। ल सबै थकित सबैले बनाउँदै हामी चाहिँ अघिको मालामा ओपन गरेर हेर्छौँ कस्तो कति छ हेर्नु त। बबाल वा दामी है, यत्रो धेरै हुँदो रहेछ। पुरै फायरवर्क चाहिँ सबै अहिले चाहिँ हामीले सबै त पड्काउँदैनौँ, अब आधा जति पड्काउँछौँ है। यो भोलिलाई चाहिँ राख्नु पऱ्यो नि त। मेन चाहिँ भोलिको लागि चाहिँ यो चाहिँ 130 सर्ट्स, यो चाहिँ बबाल हुनेवाला छ। भिडियोमा देखाइहाल्छु। आज पनि यो नि बबाल हुनेवाला छ, भिडियोमा थोरै देखाइहाल्छु। आधा चाहिँ हामीले पड्काउँछौँ कि हामी चाहिँ यहाँ प्याक गर्दै है त। यत्रो प्याक गरिसक्यो, अझै लाँदैछौँ। भोलिलाई पनि राख्नु पऱ्यो, हल्का भोलिलाई राख्छौँ। अनि अलिकति चाहिँ आधा लिएर जान्छ। आधा जति आधा लान्छौँ, आधा जति भोलिको लागि। हाला शिव सर हाल्यो ए भोलिको लागि भइहाल्छ नि होइन। यो बक्स नि हाल्यो, यो दुईटामा एउटा कुन लान्छ? यो लैजाउँ नि पपकर्न भइहाल्यो। पपकर्न राख्ने है, पपकर्न भोलि ट्राई गरौँ न त। यसमध्ये एउटा हालिसकियो। यो ठुलो लैजाउँ न, ठुलो लाने ए आज सब ल जाउँ। यति चाहिँ आजको लागि हामीले रेडी पारियो है त। अरू चाहिँ यिनी चाहिँ भोलिको लागि है त। यहाँ छ त्यहाँ छ। मेन चाहिँ भोलिको लागि नि बबाल हुनेवालामा छ। यता रेडी हुँदै जानको लागि, यता सिभन रेडी हुँदै, अर्को बहिनीहरू पनि रेडी हुँदै। आज पनि बबाल हुनेछ, भिडियोमा देखाइहाल्छु। हेर्दै गरौँ है त गाइस, बबाल हुनेवाला छ। दिवाली हो नि त, तिहारमा जियोस् पटेका पड्काएर रमाइलो गर्ने। अरू त त्यस्तै हो, पटेका पड्काउन हिँडिसकियो है त। पटेका पड्काउने नि पार्कमै जानुपर्छ, अलिक पर हिँडेर भैली खेल्न हिँडिया जस्तो भयो। अब यति बेला सानो यस्तै झोला बोकेर भैली खेल्न हिँड्दैन, अहिले चाहिँ झोला बोकेर पटेका पड्काउन हिँड्नु पऱ्यो। यस्तो रमाइलो पड्काउने ठाउँमा आइसक्यो। अब हेरौँ पटेका कस्तो देखिन्छ, हामी म चाहिँ देखाइहाल्छु। यहाँ रेडी पार्दै हाम्रो शिव सरले यता भन्छ। लेट्स द पटेका सर्ट 3 2 1 गो। अर्को आयो
फुसफुस हो फुसफुस हो क्या बबाल है लास्ट शॉट चाहिँ यो चाहिँ लास्ट शॉट बबाल भइरहे फायर बल चाहिँ फायर बल बबाल भइरहे धुवा उडिरहे लास्टमा चाहिँ हामीले झिर बाल्दै है त अलि पर जाऊ न तिमी सेन्टरमा बस्ने हामी यता साइड साइडमा ल उसको फेरि आफ्नो यसलाई सबले सक्री बनाइदेऊ